हजुर लोकल भाले वो खुदकेर माथि डाँडा दुगरीसँग जानु सक्दैन म सक्दिनँ यो भालेसँग दौडेर काका पुजे कहाँ सक्नु नि ऊ बेला यो गाउँको बिहारै थिए भन्थे तपाईँलाई अहिले उनीलाई त बल थियो र पो भन्थ्यो अब अहिले बल छैन दौडिरहन्छ भेटाउनै सक्दिन अहिले पोथी भयो झ्याप्पै बारिहाल्थे नाटक गर्छ जाऊ समात्न ल पोथी भएदेखि यहाँ र बुढा बुर्कुसी मात्रै जग्गु बेला हामीले कस्तो थियो थाहा छैन र बानी अहिले यहाँ 16 वर्ष तरुण पाउने भने चम्किन्थ्यो हो कि अहिले भन्नु लैजान्छ भाले अर्काइले लैजास् के पोथी ल्याइदिउँ त हुन्छ पोथी भयो त पछि हट्दैन हट्दैन अब मर्स्याङतिर गएर निउरी मुन्टी नभइसक्यो अझै पोथी भन्छ नि बुढा ओ आए त भने जस्तो होइन किन गाली गरे हाम्रो बुवालाई के भयो ये बुढा 90 वर्षमा पनि चम्किन्छन् भने उहाँ भाले भागेर गइसक्यो सम्झन जाऊ भनेको सक्दिनँ अहिले पोथी भाए दुकुर्थ्यो ल कोराली पोथी ल्याइदिए कस्तो कुरा गरे हजुरले हाम्रो बाए 90 वर्ष हुनुभएको भर्खर 84 त गरे होइन बाँकी छ अर्को वर्ष 84 गर्ने भनेर अनि 90 वर्ष भनेर कुरा लगाउने हाम्रो बा कहाँ पोथी समाउन सक्नुहुन्छ भाले समाउन सक्ने उमेर छ यहाँ अहिले हजुर चाहिँ बरु भाले समाउन सक्ने उमेर छ जानुहोस् समाउनुहोस् भाले यस्ता बुढा पागललाई झापातिर पोथी समाउन जानुहोस् रे लाज छैन अलिकति के हो यो गाउँका तरुणहरू आइमाईहरू कुरा गर्छन् बात मारे जस्तो के झापातिर 80 वर्षमा चाहिँ पोथी समातेर चाहिँ झ्याप्पा लाएर घोक्रे छोरो जन्मियो भन्ने कुरो थाहा छैन ए झापाको काण्डा लिएर हाम्रो गाउँमा ल्याउने के अमला बा जस्तो देखे हाम्रो बालाई अमला काण्डा जस्तो गरे छैनन् बा अमला काण्डा भन्दा ल अहिले त हेर्नु यहाँ आमा हो त्यहाँबाट अहिले एउटी स्कुल जान भनेर एउटी नानी ट्याक्क परेर आयो कि बुढाको आएछ भनेर यसरी ढल्की हेरेको थिएँ म त दङदास भयो अझ रहेछ बुढाको पावर अनि हाम्रो बा 84 गर्ने बेला बाको आँखा देख्दैन नाति नातिना यो बुढा यहाँ एउटा के अरे तरुनी आउने भने पछि लाएर लखर्दै जान्छ बुढा खावा मर्ने बेला होइन किन असलभरि पैसाले माग्थ्यो है के हो यस्तो बुढाबुढी 84 गर्ने बुढाबुढीलाई पोथी समाउन जाऊ भनेर हजुरलाई यस्तो गर्नु म के भन्नु सक्दिनँ के हो पारा के हो के अनि यो पल्ला गाउँ बनकाइलाको बुहारी होइन भने बनकाइला हो कि खानकाइला हो के हो अचम्म भने यो लौ बा यो बनकाइलाको बुहारीलाई भैँस आएछ 84 वर्षको बालाई पोथी छोप्न जाऊ पोथी समाउन जाऊ भन्ने हो त हाम्रो बालाई यस्तो इज्जतदार भएको गाउँमा सबैले मान्ने गुन्ने बा हजुर हुनुहुन्छ अनि दुई शब्द बोल्न नसक्ने भन्दा यसरी हेप्न पाइन्छ हेप्दैन हाम्रो बालाई यसो गर्ने ल बा आरामले हजुर घर बस्नु यो बनकाइलाको बुहारीको कुरा ठिकै नसुन्नु है बा ल आरामले घर भन्नु ल जाउँ बा भनेर